फार्म हाउसमा आइसकेको छ म अवस्था ब्लग बनाउँदै रमाइलो गर्दै। भाइ यता हेर त सन्चो छौ हेर्नु रमाइलो छ फार्म हाउस हेर्नु यति रमाइलो ठाउँमा घुम्न आइएको छ आज चाहिँ रमाइलो छ। भिनाजुहरू अगाडि हिँड्ने हुनुहुन्छ भिनाजु दाई भाइ चाहिँ यता छन् ससुराबा चाहिँ यता हुनुहुन्छ। रमाइलो छ रमाइलो गर्नुपर्छ। दिप्ती यो चाहिँ फोहोर हाल्ने बाल्टी हो कि के हो यसलाई चाहिँ हाम्रो गाउँघरमा ऊ भन्छौँ क्या अरे या के भन्छौँ धुपी चल्लो भन्छौँ सल्लो भन्छौँ हामीले। यो चाहिँ गमला रहेछ फुल राख्ने टक्क सजाउने खाले रमाइलो। यता हेर्नु पारि चाहिँ टेक्टार जति रहेको छ हेर्नु रमाइलो छ। गाउँतिर यता हेर्नु किन्नु छ यतातिर जाल चुन्नी छ हेर्नु रमाइलो। टेलिभिजन यसलाई चाहिँ के भन्छ यसलाई चाहिँ सुपारी भन्छ भन्ने कुरा गर्नुहुन्छ साथीहरूले सुपारी नै भन्ला। रमाइलो हेर्नु यतातिर हिँडिरहेको छौँ बाटोमा रमाइलो गर्दै हिँड्दै रमाइलो गर्दै हिँड्दै छ जिन्दगी के नै छ र रमाइलो गर्नुपर्छ अनि बाँच्नुपर्छ रमाउनुपर्छ रमाउने उमेर नै त्यही हो। अनि हेरिरहेको छन् साथीहरूले भ्यू चाहिँ राम्रो जान पाए हुन्थ्यो भन्ने मेरो अवस्था रहिरहेको छ। यता हेर्नु जङ्गलतिर फार्म हाउस हेर्नु कति रमाइलो ठाउँ छ। यता हामी चाहिँ यस्तो छ रमाइलो छ ठाउँ रमाइलो टेलिभिजनहरू ल्याइरहेको छौँ। हामी हिँड्दैछौँ आज पाइतलको गरममा इतना दूर आयौँ 6-7 किलोमिटर त हामी हिँडिसक्यौँ होला 6-7 किलोमिटर त रमाइलो छ हेर्नु हरियाली छ रुखहरू रमाइलो छ। टेलिभिजन जो चाहिँ कार हो कार भन्ने थाहा पाउनु भयो होला हेर्नु रमाइलो छ। यतातिर रमाइलो भ्युजहरू यता भिनाजुहरू हुनुहुन्छ दाईहरू हुनुहुन्छ।